सम्पूर्णमा नमस्कार। आजको 21औं शताब्दीमा आइपुग्दा पनि नेपालमा राजनीतिक चेतना अत्यन्तै कमजोर भएको हामी देख्छौँ, हामी सुन्छौँ। अहिले पनि नेपाली जनताले राजनीतिलाई घृणाको रूपमा हेरेको हामी पाउँछौँ। राजनीतिको र पनि सुन्न नचाहेको हामी पाउँछौँ। वास्तवमा यो के राम्रो हो? देश बनाउनको निमित्त, देशलाई समृद्ध बनाउनको निमित्त के आम नेपाली जनताले राजनीतिलाई घृणा गरेर देश समृद्ध बन्छ? म भन्न चाहन्छु, आम नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्न चाहन्छु, राजनीतिलाई घृणा गरेर देश समृद्ध बन्दैन। आजभन्दा धेरै वर्ष अगाडि, 2200 वर्ष अगाडि मानदार्शनिक प्लेटोले भन्नुभएको थियो, यदि तपाईँ समाजमा राजनीतिलाई घृणा गर्नुहुन्छ भने तपाईँभन्दा 10औं गुणा पटमूर्ख व्यक्ति आएर शासन गर्छ र त्यसको तपाईँ गुलाम बन्नुपर्छ। हो, आज नेपालमा त्यस्तै परिस्थिति भएको छ। राजनीतिलाई सबैले घृणा गरिसकेपछि राजनीति छाडिएकाहरूबाट राजनीति भयो नेपालमा। इतिहास हेर्दाखेरि त्यसले गर्दाखेरि छाडिएकाबाट भएको राजनीतिले के देशलाई समृद्ध बनाउन सक्छ? तसर्थ म सम्पूर्ण देश विदेशमा हुने नेपालीहरूलाई भन्न चाहन्छु, विशेष गरेर युवा सरकारलाई भन्न चाहन्छु, आउनुहोस्, नेपाललाई समृद्ध बनाउन चाहनुहुन्छ भने तपाईँ विदेशमा पलायन भएर होइन, नेपालमा आउनुहोस्, राजनीतिमा अगाडि बढ्नुहोस् अनि देश बढ्न लाग्नुहोस्। देश बढ्नभन्दा पहिले आफू बढ्नुहोस्, आफ्नो ठाउँ गाउँ बनाउनुहोस् र समग्र देश बनाउने सन्दर्भमा एउटा इँटा थप्ने काममा तपाईँ सरेक हुनुहोस्। तपाईँले प्रतिज्ञा गर्नुहोस् र भन्नुहोस्, र म पनि भन्छु, प्रतिज्ञा गर्छु, सके म राम्रो गर्छु तर नसके नराम्रो चाहिँ गर्दिनँ। हो, हामी सबैले यही प्रतिज्ञा गरेर सके राम्रो गरौँ, नसके नराम्रो चाहिँ नगरौँ, यही हामीले प्रतिबद्धताका साथ देशलाई समृद्ध बनाउनको निमित्त सबैजना हातेमालो गरेर अगाडि बढ्ने हो भने राजनीतिमा टेकेरै देशलाई समृद्ध बनाउन सकिन्छ। तर राजनीतिलाई घृणा गरेर देश समृद्ध हुँदैन। यो कुरा सबैले बुझ्नु जरुरी छ, किनकि राजनीति भनेको विज्ञानको पनि विज्ञान हो। विकासका कुरा गर्नुहोस्, समृद्धका कुरा गर्नुहोस्, परिवर्तनका कुरा गर्नुहोस्, राजनीति बिना सम्भव छैन। त्यसैले सबैजना, विशेष गरेर म युवा वर्गलाई भन्न चाहन्छु, राजनीतिको र देख्ने बित्तिकै मुन्टो बटार्ने होइन। म देश बनाउने कुरामा एउटा इँटा थप्ने काममा म सरिक हुन्छु। राजनीतिलाई म घृणा होइन, राजनीतिलाई बाट म मेरो ठाउँ परिवर्तन गर्न चाहन्छु, मेरो देश परिवर्तन गर्न चाहन्छु भनेर अठोट लिएर हातमा हात, काँधमा काँध मिलाउन अघि बढ्नुहोस्, मिलाएर अघि बढ्नुहोस्, आउनुहोस्। तपाईँ हामीले राजनीतिलाई घृणा नगरिकन राजनीतिमा टेकेर सके म राम्रो गर्छु, नसके नराम्रो गर्दिनँ भनेर बाचाका साथ हामी अगाडि बढ्ने हो भने निश्चय नै देशले एउटा रूपरेखा तयार गर्छ र हामीभन्दा पछि आउने जेनेरेसनबाट देशले एउटा आमूल परिवर्तनको लागि कोल्टे फेर्छ। हाम्रै पालामा सबै परिवर्तन हुन्छ भन्न खोजेको होइन मैले, तर हामीले अब देश परिवर्तनको निम्ति, देशलाई समृद्ध बनाउनको निमित्त एउटा इँटा थप्ने काम, एउटा गोरेटो खन्ने काम हामीबाटै गर्नुपर्छ। यो कुरामा हामी पछि नपरौँ, यो कुरामा हामी ढिलो नगरौँ भन्न चाहन्छु। धन्यवाद, नमस्ते।